स्टार भिख माग्न छोडिदिनुहोस्। स्टार मागेको पैसा तपाईँले निकाल्न सक्नुहुने छैन। हो, तपाईँले सही सुन्नुभयो। तपाईँले गिफ्ट पाएको स्टारको पैसा तपाईँले निकाल्न पाउनुहुने छैन। किन र कसरी भनेर जान्न चाहनुहुन्छ भने भिडियो पुरा हेर्नु होला। तपाईँले चाहिँ स्टारको बारेमा धेरै कुरा सिक्नेको मिल्नेछ। तपाईँले चाहिँ विकली च्यालेन्ज चाहिँ पुरा गर्नै पर्छ। अनिवार्य तपाईँले सबै विकली च्यालेन्ज चाहिँ पुरा गर्नुहोस्। स्टारको विकली च्यालेन्ज चाहिँ तपाईँले पुरा नगर्दा भने हुन्छ। मेरो यत्रो ठुलो फेसबुक आइडी, यत्रो ठुलो फ्यामिलीमा पनि धेरै जसो हप्तामा मैले क्राइटेरिया पुरा गर्न सकेको हुँदैन स्टारको चाहिँ, किनभने यो धेरै महँगो छ स्टार। साथीहरूले स्टार दिँदैन, कतिलाई भिख मागेर तपाईँले मलाई दिनुहोस् भनेर कटौरा थापेर भिख मागे जस्तो गरेर कति महिना अथवा कति हप्ता तपाईँले स्टार मागेर च्यालेन्ज गराउनुहुन्छ। तपाईँले प्रत्येक हप्तालाई कटाउनु पर्छ। एक हप्ता कटाएर कहिले पनि हुँदैन। त्यही भएर यो स्टारको च्यालेन्ज चाहिँ तपाईँ छोडिदिनुहोस्। यदि तपाईँले किनेरै कटाउन चाहनुहुन्छ भने तपाईँले एक हप्तामा लगभग एक महिनामा लगभग 4 हप्ता हुन्छ। 4 हप्तामा चाहिँ तपाईँले लगभग नेपाली 2000 रुपियाँ खर्च हुन जान्छ। तपाईँले फेसबुकबाट पैसा कमाउने हो, फेसबुकमा पैसा खर्च गर्ने होइन। त्यही भएर स्टार किनेर पैसा बर्बाद नगर्नुहोस्। तपाईँले चाहिँ यसको च्यालेन्ज छोडिदिनुहोस्। र पैसा निकाल्न मिल्दैन। किन मिल्दैन, कसरी मिल्दैन भने तपाईँले स्टारको पैसा पाएको पैसाहरू तपाईँले निकाल्न मिल्दैन। किनभने मिल्दैन भने तपाईँले कन्टेन्ट मोनेटाइजेसनको पैसा निकाल्न मिल्छ $100 भइसकेपछि मात्र। कन्टेन्ट मोनेटाइजेसन तपाईँले 2 महिना 3 महिना 4 महिनामा राम्रो भिडियो बनाउँदै जानुभयो र भाइरल भयो भिडियोहरू भने 1 महिना 2 महिना भने तपाईँले पाउन सक्नुहुन्छ। मजाले कन्टेन्ट मोनेटाइजेसनमा $100 पाउन सक्नुहुन्छ। तर स्टारमा के हुन्छ भने तपाईँले स्टारको पैसा र कन्टेन्ट मोनेटाइजेसनको पैसा अलग अलग आउने हो। तपाईँले एकैचोटि मिक्स भएर आउने होइन। तपाईँले त्यसको अलग पैसा पाउँदाखेरि तपाईँले लगभग 10,000 स्टार आयो भने बल्ल $100 पुग्छ। तपाईँको स्टारको मात्रै $100 पुग्न लगभग 10 वर्ष लाग्न सक्छ। यो कुरा तपाईँले लेखेर राख्नु होला। सानो क्रिएटरहरूलाई 10 वर्ष 15 वर्षमा तपाईँको 10,000 स्टारहरू पुग्ने छैन र 10 वर्ष 15 वर्षभन्दा पहिला तपाईँले यो स्टारमा पाएको पैसा निकाल्न सक्नुहुने छैन। धेरै साथीहरूको त पे आउट सेटअप मिस्टेक भएको छ। तपाईँको पे आउट सेटअप मिस्टेक छ भने पनि तपाईँले अहिले मेहनत गरेको पैसा, स्टार भिख मागेको पैसा अथवा कमाएको पैसा नआउनु पनि सक्छ। पे आउट सेटअप राम्रोसँग गर्नुहोस् र स्टारको भिख माग्न छोडिदिनुहोस्। कहिले पनि 10,000 15,000 स्टार हुन सक्दैन। र तपाईँले मजाले फेसबुक कन्टेन्ट मोनेटाइजेसन पाउने कोसिस गर्नुहोस्। पाइसक्नु भएको छ भने त्यसैमा काम गर्नुहोस्। त्यसैमा तपाईँले पैसा कमाउने हो। स्टार सब्सक्रिप्सनमा पैसा कमाउने सोच नगर्नु होला।